हेलो गुड आफ्टरनुन एभ्रिवान है यो चाहिँ हामी उता चिल्का लेक घुम्नु जाँदाको है फर्स्टमा आउँदाखेरि चाहिँ चिल्का लेक चाहिँ अब त्यस्तो देख्दै थियो है पुरा बोटहरू राखिराखेको थियो र चिल्का लेकमा जानुको लागि चाहिँ 6,50 रुपियाँ लाग्दो रहेछ अन्त 3 आवर्स नभए 4 आवर्सको चाहिँ बोटिङ हुँदो रहेछ हो अन्त म त हत्तु नै भएँ भनौँ न अब त्यो जाँदा 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 त चराहरूको लागि पनि खानाहरू केहरू किनेर लानु पर्दो रहेछ पानीमा हालिदिँदा चाहिँ चराहरू हो त्यसरी आएर चाहिँ खाँदो रहेछ अनि फेरि यति साह्रो टाढो गएर चाहिँ डल्फिन देखाउनुको लागि चाहिँ कहाँ लाँदो रहेछ हामीलाई र सो डल्फिन पनि झलक र झिलिक मात्रै देख्यौँ तर त्यस्तो क्लियर चाहिँ देख्दैन रहेछ र 3 आवर्सको बोटिङमा चाहिँ यति साह्रो अल्छी लाग्दो रहेछ है र हामी चाहिँ बिचमा फोटोहरू खिच्दै है अन्तखेरि फोटोहरू खिचिमाग्दै हामी चाहिँ 3 आवर्सको चाहिँ चिल्का लेकमा चाहिँ हामी हो त्यसो गर्दै गयौँ खानेकुराहरू पानीहरूदेखि लिएर सबै किनेर लानु पर्दो रहेछ 3 आवर्ससम्म अब तिर्खाहरू लाग्छ के लाग्छ भनेर सो त्यहाँनिर चाहिँ हामीलाई डल्फिन रेड क्र्याबहरू देखाउँछ भनेको थियो आइल्यान्डहरू लान्छ भनेको थियो सो द्याट हामी चाहिँ त्यहाँनिर चाहिँ गयौँ है र थ्याङ्क यू फर वाचिङ